हामी चाहिँ अब साथीको घरमा माघी सङ्क्रान्तिको लागि खाना खान बोलाउनु भएको छ, जान लाग्यो है अघि। अनि छोरी कहाँ जान लानु भएको रे भन्नुहोस् त, कता जाने रे भन्नुहोस् न। साथी फ्रेन्डको घरमा भन्। स्याबास। ल मामा नि आउनुभयो, अब हामी लाग्छौँ। सिमेन्ट लगाइदिइहाल्नु। आज चाहिँ राम्रो दिन छ हौ, सनी डे भएछ है। उज्यालो भएछ हौ आज दिन। कपडा धोएको ठिकै भयो। कति राम्रो दिन भयो, उज्यालो निलो आकाश है। राम्रो भयो। भनेको मङ्की हो र छोरी, नानीले त के भनेको, मङ्कीले पो त्यस्तो गर्छ छोरी। मङ्की हो र छोरी। वेदर राम्रो छ हौ। एकछिनमा आइपुग्छ। 5 मिनट हो, 5 मिनटमा आइपुग्छ। ओरेन्जको कहाँ हो रे, टट्ली। साढे 6 भइसकेछ है। 6:30 भइसक्यो, अझ पनि घाम चाहिँ यस्तो उज्यालो छ हौ। मोबाइल क्यामेराले त पक्र्दैन नि। मोबाइल क्यामेरा छैन होला यो रोडमा छैन। कहाँनिर छ भन्ने कुरा मलाई थाहा छैन। नछुटा है छाना। सरजीहरू पुगिसक्नु भएन? पुगिसक्नु भयो। हामी अलिक ढिला भयो। रबिन हुड लाग्छ होला, धेरै लाग्दैन। आइपुग्यो अब यो यहाँबाट त सट्ने हो, सिधा बाटो छ कि आइसक्यो। हावा चाहिँ धेरै चल्यो। हावा आयो। सानो दादा दिदी अनि भाइ अच्छा भेट्न जाने होइन? हो भन्छ नि छाना। हो भेट्नु हर्षन दादा, सुबिसु दिदी अनि बाई बाप भाइ भेट्न जाने होइन त छोरी? हो भन्छौ न। आइपुग्न लाग्यो अब हामी 1 मिनट 2 मिनटमा आइपुग्छौँ। चाहिँ हरेक कुरा हरेक ठाउँ चाहिँ एक्चुअली कोरेली पार्क
अब हामी फ्रेन्डको घर आइपुग्यो दादा दिदीको घरमा आयो नि साना आइपुग्यो है करेन्ट बढेको छ झट्का 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 रहेछ झट्का झट्का लाग्यो ल आइपुग्यो है आइपुग्यो ल खै त्यो झोला छोला थोजी हाल्नु सक्यो छोला हाल्नु छोला थोकै ल हाम्रो भोजन रेडी भएको छ है ल मामा सुरु छोरीले के खानु भयो रोटी खानु भयो हर्षन कस्तो छ बाबु तिमीलाई हर्षन बाबु स्कुल जाने होइन त बहिनी त अस्तिबाट गइसक्यो अब बाबुको पालो है बाबुको नाम देखेको थियो मैले त्यहाँ हर्षन सुबिसु भनेर लेखेको थियो जानुपर्छ हस् ओके बाई बाई सुरु गर्नु पर्यो है हाम्रो यहाँ सरको के अरे गार्डन हेर्नु पर्यो भनेर आएको के रहेछ त यहाँ भनेको त यो चाहिँ सुन्तला हो ए सुन्तला पनि राम्रो फरेछ हौ यो यत्रो के हो यो धनिया यो के हो यो ए पुदिना पनि ठुलो रहेछ यो हाम्रो मकै 10-12 घोका भयो नि मकै त रहेछ है यो चाहिँ ऊ हो के सलाद खाने साग सोप होइन के हो होइन सलाद खाने साग जुन हुन्छ नि त्यो हो त्यो बिउको लागि यो चाहिँ क्यारोट क्यारोट हो यो हो ऊ हेरौ खै यसको जरा ए कस्तो क्यारोट रहेछ त्यो कलम रातो खाले राम्रो यहाँ ए करेछ त यहाँ काइता भएछ ऊ स्ट्रबेरी छ वहाँ यो चाहिँ हाम्रो के नाम हो यो फलफुल फल्छ कि बोट मात्रै हो यो यत्रो फलेको यहाँ हेर्नु नि ए यो स्याउ हो यो स्याउ हो वहाँ हेर्नु नि स्याउ हरियो स्याउ हो हो यसलाई औषधि छर्नु पर्ने रहेछ त्यो कसले खाएको बोटमा यो जम्मै खाएको उसले प्यारोटले सुगाले यहाँ फुलहरू हो फुल यो थरीको छ यहाँ अँ अनि यो चाहिँ हाम्रो अर्को हरियो स्याउ स्याउ नै हो ए औषधि छर्नु पर्ने रहेछ किराले खाएछ औषधि किरा पनि लागेको छ र यसलाई सेफको लागि जाली लगाउनु पर्छ हो त्यो हामीले उता देखाएको थियो नि के नाम रे त्यो के अरे चेरी किन्न गए बेला देखाएको थियो नि हो अस्ति अब यो सकिएको अनि यो चाहिँ के हो फेरि यो नि स्याउ हो पनि स्याउ नै स्याउ ज्यादा भएन र तीनटा स्याउ अँ ए टमाटर खुर्सानी धनिया सनिया यो चाहिँ टमाटर भयो होइन ए टमाटर फलेछ अर्ग्यानिक टमाटर यो के जाति हो फेरि यो क्यारोट हो यो पनि क्यारोट हो क्यारोट यो बिउको लागि राखिदिएको लसुनहरू रहेछ तपाईँले त्यो माथि माक्लाक बन्जर जमिनलाई धरी उर्वरा बनाएको यो त आफै उर्वरा थियो होला ओहो छोरी जम्पी गर्नुभयो कस्तो हुँदैछ हजुर आर यु इन्जोइङ यस गुड बाबा नि आउने बाबा आउनु मिल्दैन नि बाबा आयो भने के हुन्छ ओ यहाँबाट हेर्ने हो ओके रमाइलो भयो बोतल लिनुहोस् अब नमस्कार मिष्टान्न भोजन पछिको अब आराम पनि त गर्नु पर्यो नि होइन अब ल खाना खाएर
देखाएर हामी फर्क्यौँ अब घरतिर 9:30 पनि हुन लाग्यो केही देखाएन देख्दैन अब अँध्यारोमा के देख्छ र मेरो पुरै रातिको झमक्कै अँध्यारो भयो मलाई थाहा छ बिहान आएको छोरीको ब्लड टेस्ट गरेर आएको थिएँ उम्, यहाँ गयो भने त ल हाम्रो ओरेन्जको चोक आइपुग्यो ओरेन्जको चोक आइपुग्यो आज फ्राइडे नाइट बिजी होला सायद रोड चाहिँ उम्। लो लाइट आइपुग्यो अब ओरेन्ज सिपिटी देखाइदियो कस्तो छ पुरै राति त यसरी Sorry. झिलिमिली झिल्ला भन्ने जस्तो भएको छ पुरै लाइट बालेर आज फ्राइडे नाइट हो 9 बजे त पुरै समय हुने रहेछ क्या रोड त है 9 बजे यता जम्मै सुत्ने 7:30 बजे डिनर गर्ने हो के कसले सिटी बजा सिटी होइन त्यति बेला यसो साइड मोडेर सकियो झिलिमिली सकियो अब खानासाना खाएर फर्किसक्यौँ अब ल साथीहरू अब तपाईँ पनि अब सर्ट भिडियो हेरेर इन्जोय गर्नुहोस् आजको लागि यति नै हस् त नमस्कार गुड नाइट